होइन यस्तो हो सर, अब चाहिँ अहिलेको स्थितिमा हामी जस्तो बोल्नै नजान्ने मान्छे भुइँ मान्छे पनि बोल्न पर्ने आवश्यकता आयो। यो राष्ट्र हाम्रो चाहिँ प्रमुख हामीले चाहिँ ठान्नु पर्यो र हामी सम्पूर्ण व्यक्तिहरू चाहिँ राष्ट्रको झन्डा मुनि आउनु पर्यो र अहिले हामी पार्टी उठिनु भनेर नहिँडिकन चाहिँ हाम्रो देशलाई बचाउनुतिर लाग्नु पर्यो। हामी सम्पूर्ण व्यक्तिहरू राष्ट्रको झन्डा मुनि आउनु पर्यो र यो देशलाई विकास र निकास दिनु पर्यो र सम्पूर्ण चिज अहिलेका सरकारमा पनि कतिपय कमी कमजोरी छ भने त्यसलाई विरोध गरौँ र राम्रा काम चाहिँ गर्छन् भने त्यसलाई चाहिँ समर्थन गरौँ र जो कोहीले पनि चाहिँ राम्रो काम गर्छ भने चाहिँ हामीले समर्थन गर्दै जाउँ र नराम्रा कामहरूलाई विरोध गर्दै जाउँ भन्दै चाहिँ अहिले यो राष्ट्रको आवश्यकता छ। राजा बाहेक अर्कोले निकास दिन सक्ने चाहिँ अहिलेको पराष्ट्र स्थिति पनि त्यस्तै देखिन्छ, हरेक चिजहरू देखिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हजुरको अहिले चाहिँ राजाको आवश्यकता देखिएको छ र राजालाई चाहिँ जनता चाहिएको होइन कि राजालाई चाहिँ राजा चाहिँ हामीलाई चाहिएको है, जनतालाई चाहिएको है, यो कुरो चाहिँ हामीले बुझ्नु पर्यो। त्यही भएर राजाले सजिलै छोडिदिनु भयो। यो चिज चाहिँ हाम्रो चाहिँ राजा चाहिँ गौतम बुद्ध हुनुहुन्छ र आज यो जन्मशताब्दी दिनमा चाहिँ हजुरहरूलाई मैले यहीँबाट भए पनि नमस्कार गर्छु र जय देश जय नरेश र यति नै भने है। अब धारणा यो गणतन्त्र चाहिँ ठिक लागेन सर, किनभने हाम्रो चाहिँ यो सानो भूगोल भएको कारणले गर्दाखेरि हाम्रो खर्चले पनि धानिन्न सर। यो 7-8 वटा प्रदेश पनि हाम्रो खर्चले धानिन्न सर होइन। हामी चाहिँ विदेशी ऋण ल्याएर तलबाट हाम्रो सुरक्षाकर्मीहरूलाई भइरहेछौँ होइन। यो कुरो हामी नेपाली जनताले बुझ्नुपर्छ। आवश्यकता के हो अहिलेको त्यो आवश्यकतामा हामी जानुपर्दछ, प्रदेश खारेज गर्नुपर्दछ र यो भिआइपी चाहिँ सुविधा चाहिँ सबै कटौती गर्नुपर्दछ। हामी अहिले विदेशी ऋण चाहिँ लिएर चाहिँ हामी काम गरिरहेका छौँ। विदेशी ऋणबाटै हामी चाहिँ सम्पूर्ण चिजहरू खर्च चलाइरहेका छौँ। यो कारणले गर्दाखेरि चाहिँ हजुरको अहिलेको स्थितिमा चाहिँ राष्ट्रले चाहिँ यो प्रदेश खारेज गरेर यो भिआइपीहरू जतिको पनि खर्च कटौती गरेर राष्ट्रको ढुकुटीमा चाहिँ जम्मा गरोस् भन्न चाहन्छु सर। राष्ट्रवादी सर हजुर यही भइरहेको छ। अहिले देश बनाउनेलाई चाहिँ देशको गद्दारका नाममा चाहिँ चित्रित गरिरहेका छन्। खबरदार राजा र देशको विषयमा कसैले अब हामीलाई सहने हुने छैन र हाम्रा राजाका पनि कसैका पनि कमी कमजोरी शेर्पाजको पनि कमजोरी छ भने त्यसलाई हामी तयार छौँ, हामी मान्न तयार छौँ तर बिना गर्नु बिना कारण आरोप चाहिँ नलगाउनु होला, यति नै भने है। होइन यो गलत छ, यो गलत। पूर्व राजा कहिले पनि पूर्व हुँदैन, घरको बाउ पनि पूर्व हुँदैन सर, राजा पनि पूर्व हुँदैन। राजाले यदि चाहिँ यो देशमा तपाईँको चाहिँ नि राजाले मात्रै यो देश मात्रै छोडिदिनु भएको भए अब देश कहाँ हुन्थ्यो होइन। यो चिजहरूले गर्दाखेरि चाहिँ देशको माया गर्नुपर्छ, हामी सम्पूर्ण चाहिँ राष्ट्रिय झन्डा ल्याउनुपर्छ र यो गलत कुराहरू चाहिँ हामीले भरम फैलाउनु हुन्न है। यो कारणले गर्दाखेरि चाहिँ नि मैले यति नै भन्ने छ। नमस्कार राष्ट्रपति सर। मेरो नाम गणेश जोशी कञ्चनपुर। राजाको शोक जन्मोत्सव कार्यक्रममा सहभागी हुने इच्छा राखेर आएको थिएँ तर देशको विषम परिस्थिति देखेर अलिकता राजाले चाहिँ यसलाई चाहिँ असह्य र देश जनताका लागि त्यति लाभ नहुने ठानेका कारणले गर्दा यो जन्मोत्सव कार्यक्रमलाई राजालाई हटाउनको कारण भनेको देशलाई गुमराह गर्नको लागि, देशमा भ्रष्टाचार मौलाउनको लागि, आफ्नो मनपरी तन्त्र चालू गर्न र देशलाई सिद्ध्याउनको लागि दलालहरूले गठबन्धन जनतालाई ठग्ने सिलसिला जारी गरेको रहेछन्। राजा जसरी दलालहरूले फालेर फालिएको भएपछि आजसम्म यो देश रहँदैन थियो। जसरी दलालहरूले देशलाई गुमराह गर्न खोजिरहेका छन् त्यसरी राजाले पनि देशको माया मारेर चाहिँ यो देश छोडेर बाहिर हिँडिदिनु भएको भए यो देश नहुँदैन थियो भन्ने टुरिस्ट नेता भन्दा देशको मौलिक देशैमा बस्ने राजा प्यारो एकदम
अनि अर्को कुरो यही चाहिँ प्रश्नमा चाहिँ धेरै राजनीतिक दल र सङ्गठनले के भन्छन् भन्दा राजाको पूर्व हो भन्छन्। हजुरको के छ यसमा यहाँ विचार चाहिँ धारणा के छ? यो राजनीतिक दलहरू नै होइन, नेपालमा जो सञ्चालन छन् तिनीहरू चाहिँ देशलाई गुमराह गर्न विदेशी परिचालित पात्रहरू हुन्। तिनीहरूले भनेको पछि लाग्दा लाग्दा देश र जनताको आज यो हालत भएको मलाई लाग्दछ। अनि कम्युनिस्ट नेताहरू छन् नि, प्रचण्डले भन्छ कि पूर्वमा राजा अब राजालाई पूर्व राजा भनेर जनतालाई गुमराह गर्ने, आफू चाहिँ भारतको परिचालित पात्र बनेर देशलाई सिद्ध्याउने प्रचण्ड एउटा अवसरवादी हो भन्ने हामी सबैले बुझ्नु अहिलेको लागि अति आवश्यक छ। धन्यवाद।